सिराहाको बरियारपट्टी गाउँपालिका 2 श्रीपुर स्थित दलित परिवारमा जन्मिएका सत्यनारायण साफेको सानैदेखि डाक्टर बन्ने सपना थियो। यसपालि एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि साफे डाक्टर बन्ने सपनाको नजिक हुनुहुन्छ। पूर्ण छात्रवृत्तिमा नाम निस्किए पनि होस्टेललाई बुझाउनु पर्ने शुल्क र किताब कपी किन्ने खर्चको जोहो गर्न साफेलाई महाभारत छ। ज्याला मजदुरी गर्दै काम गर्दै घरमै बसेर एमबीबीएस तयारी गरेका सत्यनारायण साफीको नाम निस्किएपछि छरछिमेकीमा सुनाउँदा सुरुमा कसैले पत्याएनन्। कारण काठमाडौँ बसेर तयारी गरेका उहाँका साथीहरू असफल भएका थिए। छिमेकीहरूले काठमाडौँ बस्नेले त निकाल्न सकेनन्, तिमी लेबर काम गर्दै पढ्ने कसरी नाम निकाल्न सक्छौ भन्दै साफीको कुरालाई हावामा उडाइदिए। जब उहाँले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा एमबीबीएस अध्ययनका लागि भर्ना नै गरेपछि भने गाउँमा खुसियाली छाएको छ। तर साफी भने खुसी हुन सकिरहनु भएको छैन। कारण हो आर्थिक अभाव। बरियारपट्टी सिराहा नेपालबाट दिएको छु 2077 सालमा हैन। त्यहाँदेखि एउटा लाग्यो कि मतलब त्यति बेला पढ्नमा पनि आफूलाई लाग्यो कि राम्रै छु भनेर हैन। अनि त्यति बेला र्याङ्क पनि राम्रै आएको थियो अनि लाग्यो कि साइन्स पढौँ भनेर। अनि साइन्स पढ्न विराटनगर गएँ, विराटनगर अर्नीको कलेजमा। अनि जब +2 क्लियर भइसकेपछि अनि लाग्यो कि डाक्टर बन्नु जस्तो। सत्यनारायणका वृद्ध अवस्थाका बाबु मधुरी र आमा सुनिता ज्याला मजदुरी गर्नुहुन्छ। घरका जेठा छोरा सत्यनारायणका 2 बहिनी र भाइ सानै छन्। दिदीको भने विवाह भइसकेको छ। परिवारको खर्च धान्ने बोझ सत्यनारायणकै काँधमा छ। त्यति बेला बुबा घरमा हुनुहुन्थेन भने बाहिर हुँदा राम्रो अवस्था थियो, आर्थिक अवस्था। त्यसपछि केही दिनपछि बुबाले घर आइसक्नुभयो। घर आइसकेपछि अब मतलब खर्चा जुटाउनु पर्छ। त्यति मतलब घरमा पनि धेरै नै समस्या। अब मेरो भाइहरू पनि पढ्थ्यो अनि त्यसको पनि खर्चा मतलब नजुटाएर मतलब गाह्रो हुन थाल्यो। अनि त्यसपछि मलाई लाग्यो कि अब काम गर्नै पर्छ भनेर आफूलाई पनि। म यताउति केही हेरेन, मेरो आन्टीको घर बन्दियो। त्यहाँ 2077मा बरियारपट्टी स्थित श्री जनता माध्यमिक प्राविधिक विद्यालयबाट एसई उत्तीर्ण गरेका साफीले राम्रो अङ्क ल्याएपछि कक्षा 11 र 12 विराटनगरको अरनीको कलेजबाट पुरा गर्नुभयो। चिकित्सक बन्ने सपना बोकेर काठमाडौँ पुगेका साफीले वातावरण अनुकूल नलागेपछि 1.5 महिनामै घर फर्किएर पढाइसँगै मजदुरी गरेर घर खर्च र अध्ययन खर्च आफै जुटाउन थाल्नुभयो। गाउँमै छिमेकीको घर निर्माणमा मजदुरी गर्दै प्रवेश परीक्षा उत्तीर्ण गरेका साफीले सरकारबाट आर्थिक सहयोग अपेक्षा राख्नु भएको छ। अभिभावकको पनि उही चाहना छ। कहलिने बहन दुख के लिए बेटा के पढ़ौलिए तो बेटा नाम निकालल के। आब नाम निकाल लियो में से अते बेटा ल नहीं पूछ सके। तब सहयोग मांगे छिए जे सबके प्रणाम करे छिए आ सबसे हम सहयोग मांगे छिए से कनन के हमर बेटा ओइ गाम से योते पढ़ के ओइ कॉलेज से योते पढ़ के कना कथी करऽ पड़ते सेहो ने हमरा और के बुझै छिए। आब सबसे हम सहयोग मांगे छिए। बहुत कष्ट काट के हमर बेटा पढ़ल के, बहुत कष्ट काट के। सरकार आब जे करे गरीब आदमी के। अब तो हमरा के आज लोग कहे छै 20 लाख लगतो, 25 लाख लगतो। एमे हमरा के हिम्मत ने काम करे है। की करिए, हमरा बहुत मुश्किल भ गेल छै। अब सरकार सहूलियत देते की करते नहीं करते परमात्मा जाने। सत्यनारायणको सफलताले पुरै गाउँलाई प्रेरणा दिएको छ। साफीको मेहनत र सङ्घर्षले छिमेकी पनि उत्साहित छन्। उनीहरूले पनि सरकारसँग सहयोगको याचना गरेका छन्। राज्यले यो धेरै गरिबी मान्छे छ, त्यसको बुवा विदेशमा थियो, त्यतिखेर पढ्दाखेरि चासो राखे थियो। एकचोटि यो मान्छे पढ्नको लागि पोइजन खानको लागि तयार थियो। त त्यसको आमा मलाई भेटेको, हैन यसलाई पढ्न देऊ, यो मान्छे राम्रो छ। मेरो हेराइमा मैले हेरेको त्यो त्यसको आमालाई सम्झायो, त्यो केटालाई म भने थियो। राज्यले के गरिदिनु पर्यो? राज्यले जति मेरो विचारमा हेल्प गर्दिन म आभारी प्रकट गर्छु। हम ई कहेला चाहे छी कि हमरा गांव समाज के सत्यनारायण साफी नाम निकालल के एकरा सब गोरे मिल के ऊपर बढ़वे के सहयोग करियो। हमहू पूरा समाज से मतलब बहुत खुश छी।
मजदुरीबाट मेडिकल कलेजसम्मको यात्रा तय गरेका सत्यनारायण साफीको कथा केवल व्यक्तिगत सफलता होइन, कठिन परिस्थितिसँग नझुक्ने हजारौं युवाका लागि आशाको उज्यालो बनेको छ। सिराहाबाट सुरेश रायको रिपोर्ट।